Hello guys, good morning everyone. हामी चाहिँ अहिले विराटनगर जाँदैछौँ मामाको आमा बाउलाई डिस्चार्ज गर्न आएको। बोल्नु नि आजले बाउलाई डिस्चार्ज गर्न कति खुसी हुनुहुन्छ? आज म यति धेरै खुसी छु कि किनकि माई फादर इज माई वर्ड माई गड बिकज आइ एम सो ह्याप्पी किनकि अब त्यति टाढो त निको त हुनुभएको छैन बुवा होइन त्यही पनि अब ठिकै क्रममा हल्का निको हुनुभएको छ त्यही भएर हस्पिटलमा अब धेरै अब राख्नु पनि अब खर्चको धेरै अभाव पनि छ होइन धेरै खर्चको अभाव पनि छ त्यही भएर अनि अब त्यो आज त्यो बुवालाई डिस्चार्ज गर्ने दिन छ होइन वार्डबाट निकालेर घर ल्याउनु पर्नेछ त्यही भएर अनि मैले चाहिँ आज मेरो बेस्ट राइडर एन्ड मेरो ब्लगर आशिष राई होइन मलाई चाहिँ मैले यो भनेको थिएँ बिहानै मर्निङको टाइममा 5 o'clock चाहिँ हामी यहाँबाट मुभ गर्नुपर्छ भन्ने थिएँ तर बादमा उहाँलाई चाहिँ मैले त्यो टाइम दिनु सकिनँ म पनि पुरा हिजो बोलेको थिएँ विराटनगरबाट आउनु जानु होइन उता हस्पिटलमा चाहिँ त हो पुरा बोलेको थियो टायर थिएँ त्यही भएर अनि मैले साथीलाई चाहिँ अघि भर्खर आएर गएको बितिरहेको थियो क्या बिहान 5 बजे जाने मान्छे त्यतिखेर जाने भन्ने गाडी गर्दै थियो त्यही पनि ओके अलराइट जबको लागि म जानुको लागि एकदम अनि तयारी नै छु भन्नुभयो होइन त्यो चाहिँ हामी ह्याप्पी अहिले हामीले होइन बिस्तारै मर्निङ गर्नुमा र मैले जाँदैछु गाइस अब हामी चाहिँ नेक्स्ट भिडियो चाहिँ हामी हस्पिटल गएर बनाउनेछौँ किनकि अब टाढा पुग्नुपर्छ सबै बनाउनु सक्दैन भनेर यस्तो ट्राफिक हुन्छ प्लस हामी अब बाटोमा छिर्नुपर्छ अलिक घरको काम छ सो त्यही भएर हामी त्यसको चाहिँ भिडियो बनाउँदैनौँ सो तपाईँहरूलाई अब हामी चाहिँ डाइरेक्ट हामी गोल्डन हस्पिटल पुगेपछि डाइरेक्ट अपडेट अल अपडेट हामी गोल्डन हस्पिटल पुगेपछि दिँदैछौँ सो गाइस अब हामी गोल्डन हस्पिटल फाइनली गाइस हामी चाहिँ अब गोल्डन हस्पिटल आइपुग्नु लाग्यो अहिले टक्क हामी अब गोल्डन गेट अगाडि छौँ गोल्डन हस्पिटल अहिले हाम्रो ट्याक्क गोल्डन हस्पिटल गोल्डन हस्पिटल आइपुगेको छौँ अब हामी भित्र गएर हाम्रो मामाको बाबालाई भेटेर डिस्चार्जको लागि के कागजहरू चाहिन्छ सबै गरेर हामी चाहिँ अब अङ्कललाई होइन कस्तो छ सबै हामी मिलाएर तपाईँहरूलाई अपडेट पनि देखाउनेछौँ बाँकी सबैहरूलाई अब डाइरेक्ट हामी रुममा पुगेपछि देखाउनेछौँ गाइस भित्र वार्डमा पुगेपछि देखाउँछौँ अरू चाहिँ हजुर गाइस अहिले चाहिँ राति भइसक्यो रात परिसक्यो 7 बज्न लागिसक्यो राति चाहिँ यस्तो देखिन्छ हाम्रो गोल्डन हस्पिटल अब हामी चाहिँ घर फर्किन लागेको तपाईँहरू छु अब हामी चाहिँ हस्पिटलबाट फर्किन लागेको तपाईँहरूलाई अब हामी नेक्स्ट भिडियोमा अरू चाहिँ देखाउनेछौँ भित्र इन्ट्री गर्दैछौँ ओके आउनु तपाईँ गएर आउनु माथि ल तपाईँ गएर माथि आउनु ल म रिमोट तल बस्छु अलिक अब म मात्रै गयो भने कि म मात्रै गयो ल्याङ गर्छ क्या अब दुईजना एकदम
कहिले आज आयो क्या यो भर्खर आएको आज भयो अब हामी चाहिँ बाबालाई भेटेर हामी फर्किनेछौँ जाउँ बुढो उयो भित्र होला आज हामी बाबालाई भेटेर जाने हामी हाम्रो बाबालाई चाहिँ यहाँ राखेको छ बुढो कहाँ छ खोइ बुढो बुढो छैन बुढो बाहिर ला बाबालाई बोक्नु भन्नु पऱ्यो बुढोलाई भेट्दैन अब हामी नेक्स्ट भिडियोमा देखाउँछौँ बुढोलाई पनि होइन भाइ भन्नु स्वास्थ्य गर्नु व्यस्त रहनु